रामबहादुरको खेत तरकारीले भरिएको छ, तर ती अस्वाभाविक रूपमा ठूला र धेरै चम्किला छन्। मिस्टर थापा आफ्नो टिम र ल्याब मसिन लिएर आउँछन्। आउनुस् थापा सर, हेर्नुस्, यसपालि मैले 3 गुणा धेरै तरकारी उब्जाएको छु। अब त मलाई धेरै पैसा दिनुहुन्छ नि, हैन? यो के गर्नुभएको तपाईले? यो तरकारी त विष समान छ। यसमा त कडा रासायनिक औषधि र हर्मोनको मात्रा निकै धेरै देखिएको छ। हाम्रो कम्पनीले शुद्ध र स्वस्थ तरकारी बेच्ने बाचा गरेको छ। यस्तो विषालु चीज हामी किन्दैनौँ। सर, अलिअलि औषधि त हालेको हो, तरकारी त राम्रो छ नि। रामबहादुरले रुँदै घरमा भएको पैसा र आफ्नी श्रीमतीका केही गहना बेचेर थापालाई पैसा फिर्ता गर्छ। थापा गएपछि ऊ खेतको आलीमा टाउको समातेर बस्छ।